यात्रा बोल्दा र सुन्दा जति आनन्दित छ बुझ्दा कठिन लाग्छ। हो, त्यही यात्राको यात्री म। अनि यो यात्रा कहाँसम्म कुनै अत्तो-पत्तो भएन। कहिले यात्रामा खुलासँग तुलना गर्छ, कहिले आकाश। यही यात्रामा फुलसँग, कहिले जुनसँग, कहिले काडा। मेरो यात्रा धेरै नै अनौठो छ अनि म यात्री हो नि। यो यात्रामा धेरैलाई नै डर लाग्यो। अनुभव त हो, जबसम्म आफू रित्तिएको महसुस हुन्न, म आफूले आफूलाई म को हो भनी बुझ्न सकिनँ। अनि अब सुन्नेमा छु। तब लाग्यो म एउटा खराब यात्रीमा परिणत थिएँ। यात्रा गर्दा गर्दै खै कति बेला खोला जस्तो मिठो अनि कति बेला समुद्र जस्तो टर्रो बन्न पुगे म आफैलाई थाहा भएन।